आज बल्ल घाम लागेर हिजो पानी पर्यो आज घाम लाग्यो दामी मौसममा जाँदैछौँ आज छुपा छुमुमीलाई फेरि दोस्रो दिन घुमाउन लिएर आउँछौँ बिलबाउमा यहाँ ठुलो बा अब हामी अर्जन्टातिर जाँदैछौँ अर्जन्टा माथि तर यो डाँडाहरू पनि कस्तो विकसित डाँडाहरू छन् सब अब विकास भने यसरी पो हुनुपर्छ त यो 20 वर्ष अगाडि थिएन यस्तो 20 वर्षमा भ्रष्टाचार निवारण गर्छु भन्छन् अब हेरौँ अहिले सांसद भएर गएका छन् तिनीहरूले केही गर्छन् कि पहिलेकाले त त्यो भ्रष्टाचार गर्ने मात्रै गर्ने केही होइन ठिकै हो हामीलाई पनि विरक्ति भइसक्यो क्या हामीलाई त्यता भइसक्यो यहाँ चाहिँ बुढाबुढीलाई चाहिँ ढुङ्गाहरूमा दोकान आउँछ होइन जताततै लिफ्ट छ क्या बहुत राम्रो रहेछ त्यही लिफ्ट छ एक पाइलो उकालो चढ्नु पनि पर्दैन स्याहाँ पनि नहुने ढुक्का हामी जाँदैछौँ है अर्जन्टातिर अब अहिले चाहिँ हामी ट्याक्क अर्जन्टाको डाँडामा छौँ यताबाट चाहिँ सबै बिलबाउ लगभग सबै कभर हुन्छ यहाँबाट पुरै बिलबाउ कभर हुन्छ यहाँबाट अलिक यताबाट घाम आएर चाहिँ एन्टिलाइट भएर केही देखिँदैन तर यताबाट चाहिँ मजाले सबै बिलबाउ घुमेर कस्तो लाग्यो आनन्द आयो छोरा बुहारीसँग घुम्न पाइयो धेरै रमाइलो धेरै आनन्द यहाँबाट त झन् सबै देखिँदो रहेछ फेरि अब उदयपुरबाट आएर सुन्तला खानु